नमस्कार दर्शकवृन्द, मेरो नाम दर्शन हो। म अहिले 17 वर्षको भए र मैले आज तपाईहरूलाई मेरो जीवनको पहिलो यौन सम्पर्कको कथा सुनाउन गइरहेको छु। त्यसैले साथीहरू, यदि तपाईहरू केटा हुनुहुन्छ भने लाडो हातमा लिएर वा केटी हुनुहुन्छ भने पुतीमा औला छिराएर रेडी बस्नुहोस्, किनकि अब तपाईहरूको लाडो पुतीबाट खुसीको बौछार आउनेवाला छ। र यस कथालाई लाइक गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोमा कमेन्ट गर्नुहोला। म तब 4 वर्षको थिएँ होला जब मेरो मम्मी बाबा बित्नुभयो र तबदेखि म मेरो अङ्कल आन्टीसँग बस्दै आएको थिएँ। अङ्कल आन्टीले मलाई एकदमै माया गर्नुहुन्थ्यो र मलाई आफ्नो छोरो सम्मान बनाएर राख्नु भएको थियो। यो कुरा म 16 वर्षको हुँदाखेरिको हो। मेरो अङ्कल आन्टीको पनि छोराछोरी भइसकेका थिए। छोरी जो 14 वर्षकी छिन् र छोरा 8 वर्षका छन्। भाइ बहिनीको उमेरको अन्तरालले नै बुझिसक्नुभयो होला कि मेरो अङ्कल आन्टी कति मोरन्न हुनुहुन्छ। अलि वर्ष ग्याप राखेर छोराछोरी जन्माउनु भएको थियो र जस्तो मोरन उहाँहरूको सोचाइ छ त्यस्तै नै मोरन हुनुहुन्थ्यो मेरी आन्टी। जब गाउँमा सबैले कुर्ता सुरुवाल र साडी लाएर बस्थे, मेरी आन्टीले मात्रै जेम्सको पाइन्ट र माथि ब्रा मात्र लगाएर बस्नुहुन्थ्यो। र जति जति मेरो उमेर बढ्दै गयो म मेरी आन्टीतर्फ आकर्षित हुँदै गएँ। पनि मेरो अङ्कल सरकारी कर्मचारी हुनुहुन्थ्यो र माथिको पोस्टमा हुनुहुन्थ्यो। त्यसैले अनेकौं जिल्ला घुमिराख्नु पर्थ्यो र धेरैजसो घरभन्दा बाहिर नै बस्नुहुन्थ्यो। धेरैजसो घरमा म आन्टी र भाइ बहिना मात्र बस्थ्यौँ। उहाँहरूको कोठा मेरो कोठाकै छेउमा थियो र कहिलेकाहीँ रातिमा टोयलेट जाने बेलामा यसो अङ्कल आन्टीले चिकेको र आन्टीले सुस्केर हाल्दै बोलेका आवाज मैले सुनिरहेकै हुन्थेँ र मैले पनि उहाँहरूको आवाज सुनेर हाँस्दै हान्ने गर्थेँ। तर सबै सीमा तब पार भयो जब मैले एक दिन मेरो आन्टीलाई पुरै नाम्बे देखेँ। खासमा कुरा के हो भने त्यति बेला मेरो अङ्कल हेटौडा जानुभएको थियो। मैले अघि नै भन्नै बिर्सेछु, हामीहरू काठमाडौँमा बस्छौँ। त्यो शनिबारको दिन थियो र भाइ बहिनी बिहानै नुहाएर बाहिर खेल्न गइसकेका थिए। म पनि नुहाएर बाहिर घाम ताप्दै थिएँ र आन्टी भित्र नुहाउन जानुभएको थियो। मलाई साथीको फोन आयो र यसो बाहिर आइज भनेपछि मैले आन्टीलाई, आन्टी म बाहिर गएँ है भनेर भने। यसो बाहिर के गएको थियो उसले पर्दैन आउन भन्यो र म फेरि घरभित्रै गएँ। तर मैले आएको कुरा आन्टीलाई बताएन। झन् पहिला घाम ताप्दै बसेको मान्छे अहिले लिभिङ रुममा गएर मोबाइल चलाउन थाले। टोयलेट लिभिङ रुमको अगाडि नै थियो र मैले आइसके भन्ने कुरा आन्टीलाई नबताएको हुनाले आन्टीले घर कोही छैन भन्ने सोचेर बाहिर नाम्बे आउनुभयो। नाम्बे अर्थात् केही पनि लगाउनु भएको थिएन, अलिकति टवेल मात्रै बेरेको भए पनि हुन्थ्यो, तर त्यो पनि थिएन। उहाँको कम्मर र शरीरमा पानीका थोपा अझै थिए र उहाँ मेरो अगाडि पुरै नाम्बे हुनुहुन्थ्यो। भर्खर नुहाएर आएको गोरो चिट्टो शरीर हाय हाय खिनु भएको थियो। त्यतिखेर कोठाको बत्ती बलिरहेको थियो, त्यसैले माथिको बत्तीले उहाँको शरीरमा पुरै प्रकाश पारिदियो र मैले उहाँको शरीर पुरै देख्न पाएँ। उहाँको शरीर विश्व सुन्दरी अप्सराको भन्दा कम थिएन र शरीरको बीचमा अर्थात् पुतिनेर कालो जङ्गल थियो। मोबाइलमा मात्रै नाङ्गै केटीहरूको फोटो देखेको मान्छे मैले त्यसरी प्रत्यक्ष एउटा महिलालाई नाङ्गै देख्दा मेरो लाडो थनक थनक गरेर थन्कियो। मैले पातलो सुरुवात लगाएको थिएँ, त्यसैले मेरो लाडो थन्किएको उहाँले पनि देख्नु भएछ र यसो त्यतैतिर नजर लगाउनु भयो। म त आन्टीले मलाई हवसको पुजारी सोच्नु हुने भयो भनेर रातो पिरो भएर डराएर आफ्नो कोठामा गएँ। जान पनि म आन्टीकै अगाडिबाट मेरो कोठामा गएँ र मैले त्यति गर्दा पनि आन्टी त्यही स्थिर भएर बसिरहनु भएको थियो। त्यति बेला आन्टीको मनमा के विचार आयो त मलाई थाहा भएन, तर म भने डराएको थिएँ। आन्टी त पुरै सहम्नु भएको रहेछ। म भने कोठामा गएर एकछिन त झोक्राएर बसेँ, तर एकैछिनमा टोयलेटमा गएर मुख धोएर आएँ। आज मैले जे देखेको थिएँ र जे महसुस गरेको थिएँ त्यो एकदमै राम्रो थियो, तर आन्टीले थाहा नपाएको भए अझ राम्रो हुन्थ्यो। तर पनि जे हुन्थ्यो भइहाल्यो भनेर म आफ्नो कोठामा बसिरहेकै थिएँ। तब आन्टी फेरि आउनुभयो। यसपटक भने उहाँ मेक्सी लाएर आउनुभएको थियो र आएर मेरो छेउमा बस्नुभयो अनि मलाई भन्नुभयो, बाबु थाहा छ हामीहरूलाई लाज किन लाग्छ, किनकि हामीलाई डर हुन्छ हामी दुई मान्छे बीच जे भयो त्यो कुरा बाहिर जान सक्छ, मेरो बेइज्जत हुन सक्छ। तर मलाई भरोसा छ कि आज हामीहरू बीच जे भयो त्यो हामी बीच नै रहनेछ। म त माइजूले भनेको यो लाइनले स्तब्ध भयो। यस्तो मजाको लाइन भन्नुभयो, मन छुने कुरा गरिदिनु भयो। र साथीहरू, यदि तपाईहरूलाई पनि यो लाइनले मन छोयो भने कमेन्टमा मन छोयो भनेर लेख्नुहोला र लाइक गरिदिनु होला। अनि मैले ठिकै छ आन्टी, के भयो र केही त भएको छैन, मैले त सबै बिर्सिसकेँ। तपाईँले पनि बिर्सिनु भने? अनि आन्टीले बिर्सिएको त ठिक छ दर्शन, तर म यो दिनलाई जीवनभर सम्झन लायक बनाउन चाहन्छु भन्नुभयो। मैले आन्टीले भनेको कुरा बुझेको थिएन र सोधे, के भन्न खोज्नु भएको आन्टी?
आन्टीले हेर दर्शन, तिम्रो अङ्कल धेरै जसो घरभन्दा बाहिर बस्नुहुन्छ। मलाई धेरै समय पनि दिनु हुँदैन र मेरो यौन सम्पर्कको इच्छा त कहिल्यै पूरा गरिदिनुहुन्न। म उहाँबाट अत्यन्तै दुखित छु र म चाहन्छु तिमी मेरो सहारा बनेर आऊ। हामीले तिम्रै उमेरमा चिक्न सुरु गरेका थियौँ। स्कुल पढ्दा एकअर्कालाई मन परायौ र त्यति बेलादेखि नै हामीले चिक्ने गर्थ्यौँ। मलाई थाहा छ तिमी पनि चिक्न चाहन्छौ र मलाई थाहा छ यो उमेरमा जोस बढी हुन्छ, त्यसैले तिमीले मलाई सन्तुष्ट पार्न सक्छौ। आऊ मलाई चिक। म त अन्टीको यस्तो कुरा सुन्दा हक्क नबक्क परेको थिएँ, तर अन्टीले त्यही नै मेरो सुरुवाल तानिदिनु भयो। अघि न आन्टीलाई नाङ्गै देखेर थन्किएको मेरो लाडो शान्त भएको थिएन। मैले कतु पनि लागेको थिएन, त्यसैले मेरो लाडो अन्टीको अगाडिको फुटुक्क हाम फालेर आए जसरी आइपुग्यो। अन्टी पनि चित्र लाडो देखेर त एकछिन चसङ्ग हुनुभयो। अनि भन्नुभयो, बाउको भन्दा छोराको ठुलो लाडो रहेछ। आन्टीले यसो गर्दा म त पहिला रातो पिरो भइरहेको थिएँ, तर अहिले चाहिँ अलिकति रमाउन लागेको थिएँ। आन्टीले त्यसो भन्दा मैले हाँसेर लजाउँदै त्यस्तो हो र आन्टी भने। आन्टीले तिम्रो अङ्कलको लाडो त पेनको ढक्कन जत्रो पनि छैन भन्नुभयो। म हाँसेँ। अनि आन्टीले मेरो लाडो आफ्नो मुखमा हालेर चुस्न थाल्नुभयो। आन्टीले मेरो लाडो आफ्नो मुखमा पुरै हाल्नुभयो र एकैछिनमा नै थुकले लतपत बनाइदिनु भयो। मेरो लाडोले उहाँको घाँटीसम्म पेलेको हुनाले उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको रहेछ, त्यसैले उहाँले गल गेल गच गेच उस उफ जस्ता आवाज निकाल्दै हुनुहुन्थ्यो। र अन्टीले यसरी मेरो लाडो चुसेको र रमाएको देख्दा म पनि खुसी थिएँ। अनि मैले एकछिनमा अन्टी फुसी आउन लाग्यो भने अन्टीले पर्ख पर्ख तिम्रो फुसी त मेरो पुतीभित्र झार्ने हो भन्नुभयो र आफूले मेक्सी खोलेर मेरो बिस्तारामा सुत्नुभयो। मेरो फुसी आउनै लागेको थियो, त्यसैले मेरो लाडोको मन्टो दबाइदिनु भयो। यसो गर्दा फुसी झर्न एकैछिन टाइम लाग्ने रहेछ। अन्टी बिस्तारामा सुत्दा बित्तिकै मैले मेरो लाडो उहाँको पुतीभित्र छिराए र एकछिनभित्र बाहिर गरेर उहाँको पुतीभित्र मेरो फुसी झारिदिए। एकछिन त साह्रै मजा आयो र स्वर्ग पुगेको आभास भयो र एकैछिनमा नै अन्टीले पुतीबाट लाडो निकालेर फेरि चुस्न थाल्नुभयो। अलिकति लाडो वरिपरि लागेको फुसी चुस्दै एकदम मिठो रहेछ भन्नुभयो। त्यसपछि मैले अन्टीको चुस्न थालेँ। मैले पनि अन्टीको दुध एकैछिनमा नै थुकले लतपत बनाइदिए र अन्टीको दुधका मुन्टा किटी किटी गर्दै दाँतले टोकेर राता बनाइदिए। अन्टीको काखीका रौँ तान्न थाले र बुटीका रौँ तान्न थाले। भर्खर नुहाएर आउनुभएको थियो, त्यसैले पुती बसाइरहेको थियो। मैले उहाँको पुती पनि चाटे, मेरै फुसी लागेको थियो र अलिकति उहाँको पनि फुसी रहेछ। नुनिलो नुनिलो स्वाद आइरहेको थियो। त्यसपछि मैले एकछिन अन्टीको चाकमा पड्काउन थालेँ। चाकमा पड्काउँदा त उहाँको मोटा चाकका फिलामा लागेर थप थ्याप पेट प्याक जस्तो ताली पड्काएको आवाज आइरहेको थियो। मैले एकछिन मजाले बजाएँ र मेरो फेरि फुसी झर्यो। तर केटीहरूको त चाकमा पड्काउँदा फुसी झर्दो रहेनछ। मेरो फुसी उहाँको चाडभित्र परेपछि पनि फेरि बाहिर नै आयो। मलाई त त्यस दिन अत्यन्तै मजा, तर आन्टीले अर्को दिन तैँले जति जिते पनि मेरो फुसी चाहिँ झार्न सकेनस् भन्नुभयो। मैले अन्टीको फुसी नझरेको कुरा रियलाइज गरेँ, तर आन्टीले मलाई त्यसपछि पनि पटक पटक चिक्ने मौका दिनुभयो र मलाई चिक्नमा एकदम पर्फेक्ट बनाइदिनु भयो। र यदि तपाईहरूलाई लाग्छ कि तपाईहरूले मैले भन्दा राम्रोसँग मेरी आन्टीलाई चिकेर सन्तुष्ट बनाउन सक्नुहुन्छ भने कमेन्टमा मलाई बोलाएको भए हुन्थ्यो लेख्नुहोला। भिडियो लाइक गरेर र च्यानल सब्स्क्राइब गरेर जानुहोला। हस्त धन्यवाद। अर्को भिडियोमा भेटौला। तबसम्मको लागि बाँच्दै गर्नुहोला, छोल्दै गर्नुहोला, माल झार्दै गर्नुहोला र पड्काउँदै गर्नुहोला।